सम्पूर्ण मेरो फेसबुक मित्रहरूलाई गुड मर्निङ है। र आज चाहिँ हाम्रो यस गाउँमा सानो पूजा छ है। त्यस पूजाको निम्ति हामी जाँदैछौँ। हाम्रो गाउँ है, गाउँलाई साङ्बो गाउँले चिनिन्छ होइन। यसको नजिकैमा चाहिँ हाम्रो यहाँनिर एउटा देवी थान छ। त्यसरी तपाईँलाई त्यसको पनि तपाईँलाई अवलोकन गराउँदैछु। एउटा दर्शन गर्नुहोस्। यहाँ देवी थान यो छ। यो चाहिँ यो शिवको मन्दिर हो। यो तल्लो चाहिँ तल रुख छ, त्यो चाहिँ देवी थान हो। यहाँ देख्नुहुन्छ, यहाँबाट अगाडि हुन्छ। यहाँ चाहिँ पूजा हुनु मान्छे आमा हप्ता पनि हुँदैछ। यहाँ तल चाहिँ तपाईँको देवी पूजा आज यहाँ यसकै चाहिँ पूजा हो, जुन चाहिँ हामीले दर्शन गर्नु लागेको यसको चाहिँ पूजा हो। तपाईँलाई म पनि आउती हुनु लागेको छ। हाम्रो साथी भर्खर साथी पनि आउनु भएको छ। अब म पनि भर्खर हुन्छ है, तर आधो कजो भइरहेको छु होइन। र पनि अझै कन्टिन्यू गर्ने मन बनाइसकेको छु। अस्ति साथीले लाइभबाट पनि दिइरहेको थियो है, कन्टिन्यू गर्नुपर्छ साथी भनेर होइन। गरिसकेका छौँ। जलम दृष्ट्वा विद्य प्रत्याङ्गो अभित ब्रह्मोवाच भावकं बीजरूपं च त्रिनेत्रं पण्डित चाहिँ हुनुहुन्छ हाम्रो रत्न शर्मा पण्डित। नमस्कार भन्नु। नमस्कार हो। यहाँ आसेङ एकदम आसेङ कति वर्ष पुग्यो भन्नु त? कति वर्ष पुग्यो अरे? 70 पुग्यो। 75 कि 70? 75। अच्छा 75 वर्ष पुग्नु भयो। हेर्नुहोस् यहाँ एकदम हामी यङ चाहिँ हामी जतिकै देखिन्छ। यस्तो यस्तो छन्। यहाँ फेरि को आयो यहाँ हामी चाहिँ अहिले कहाँ छु? फेरि बिके एन्टरटेनमेन्ट भन्नाले फेरि मा चाहिँ हाम्रो विकास साथीको हो। बिके एन्टरटेनमेन्ट चाहिँ हो। त्यो चाहिँ पेज ब्लग छ उसको पनि, बिके एन्टरटेनमेन्ट त्यही भन्नु अलिक मार्छ हो। देखौँ त हल्का चाहिँ हो नि फेरि चल्ने त ल है। एकछिन कहाँ गुडु पनि देखौँ त। गुडु भाइ हो पछाडिको। गुडु भाइ तल खिचेर आउनु त। हाम्रो भ्लगर त विकास दान छ नि है। हाम्रो अघि बिहानै सम्झिरहेको थियो स्याङको भर्खरलाई चाहिँ होइन। आज चाहिँ अब विधिवत रूपमा होइन, आज सधैँ वर्षेटी हामी अब यो पूर्णिमाको पञ्चमीमा चाहिँ अब हाम्रो यो विकास दाइ बोलिदिन्छ स्याङ्बो भ्लगलाई हेरेर बस्नुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई र विशेष गरिकन दार्जिलिङ जिल्ला अन्तर्गत पुल बिजनबारी खण्ड अधीनस्थ कैँजले ग्राम पञ्चायत संसद नम्बर 3 मा अवस्थित हाम्रो यो देवीस्थानमा चाहिँ है सदा वर्ष चाहिँ यस वर्ष पनि हामीले बडो धुमधामसँगले गाउँले इष्टमित्र सबै भेला भएर यो हाम्रो जलपेश्वरी नागधाम यो देवीस्थानमा चाहिँ हामीले आज पञ्चमी तिथिमा चाहिँ यो भव्य रूपमा देवी पूजाको आयोजना गरिरहेका छौँ। र सम्पूर्ण जति पनि देवी देवता मान्नुहुन्छ है, हाम्रो सम्पूर्ण पहाडभरिका जति पनि हाम्रो आफन्तहरू हुनुहुन्छ, यहाँहरू सम्पूर्णलाई देवीको आशीर्वाद बर्सिरहोस् है सधैँ सदा सर्वदा। र कुनै प्राकृतिक आपदाहरूबाट है भनेर विशेष अब यो पूजा गरिने चलन। विशेष यो प्राकृतिक आपदादेखि है अब खेतीपाती होइन सुकौरो लाग्ने यस्तो विभिन्न किसिमको अब कुराहरूको निम्ति चाहिँ यो रोकथामको निम्ति चाहिँ हामीले यो पिता पुर्खादेखि नै हामीले गर्दै आएको यो महादेवी पूजा आज कैँजले ग्राम पञ्चायत अन्तर्गत वार्ड नम्बर 3 कैँजले बस्ती स्याङ्बो लाइनमा बडा धुमधामसँगले मनाइरहेका छौँ। हवस् त, धेरै धेरै धन्यवाद हाम्रो विकास साथीलाई। थ्याङ्क यू। तल देखाउँ त। र अब फेरि तपाईँहरूलाई तल्लोपट्टि पनि जाँदैछु है।
यहाँनिर तल्लोपट्टिको चाहिँ देवी थान हो यो चाहिँ, त्यसको पनि तपाईँहरूलाई अवलोकन गराउँदैछु। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ देवी थान हो है। यहाँ चाहिँ पूजाआजा मिलियन भ्युज छिटै पुगोस् मेरो साथीको है। हवस्, धन्यवाद। आज गुरु व्यवस्था यहाँ आउनु व्यवस्था हते जान राजा सेन्द्रिगाय इमं मुखे पुत्रेमे से एकम उपदेश संक्रांत ओम चंद्रमंगलाय स्वाहा ओम चंद्रमंगलाय स्वाहा ओम चंद्रमंगलाय स्वाहा हरि ओम अग्निर्मूर्ति समितं परिपश्यमया समुद्रितं देवी समस्तम वै प्रसन्ना गुरुकेतं देवी स्वाहा विद्या समस्तास्तवदेवी प्रियं समस्ता सकला जगत् सोतो एकया परितमं वे अपरा प्रकृतिं देवी स्वाहा सर्वभूतादा देवी भुक्ति मुक्ति प्रदाय नित्यं सुत एका भवन्तु परमं देवी स्वाहा सर्वस्य बुद्धि रूपेण जनस्य हृदि भाई 50 करने नारायणी नमस्ते देवी स्वाहा एतत् कृतामे कदनं तयाद्या धर्मादिशां देवी महासुराणां रूपैरनेकर बहुधात्ममूर्ति कृताम्बिके तत्प्रकरोति कन्यं देवी स्वाहा विद्यासु शास्त्रेषु विवेकेषु दीपेषु देषु वाक्येषु तकातधन्य मम तगर्तेति मन्दकारे विदाय ददति भविष्यं देवी स्वाहा रक्षांसि यत्र उग्रविश्वस्य नागा यत्र रयोदयस्य बलानि यत्र विश्वत्मिकं धारयसि विश्वं विशेषवन्द्यभक्तिभक्ति विशेषवैभक्ति नमरं देवी स्वाहा देवी प्रसिद्ध परिपालय नौरिवीति नित्यं यथा सर्वदा तदुनैव सत्यं पापानि सर्वदा कथं सुखोत्पादपाकतनित्रासमोपसर्गं देवी स्वाहा प्रणतान प्रसिद्धेतुं देवी सत्याहरिणी त्रणकवासिनी लोकानां वरदा भवं विष्णुं देवी स्वाहा एकाबाणं प्रहारणं कवचं वारणं भवेत् तद्दैव पगातानं शान्ति भवति बारिके चितं यन्त्रं यन्त्रेण प्रतिहन्यते तथा समुचितं घोरं शीघ्रे शान्ति प्रशान्यते शान्तिरस्तु क्रियारम्भे पुष्टिरस्तु धनागमे यद्रोगं शोकं तदुरे अब चाहिँ आरती स्टार्ट भयो है। माथे ऊपर तिलक सोए नीचे की सवारी पान चढ़े फूल चढ़े और चढ़े मेवा लड्डू बन का भोग लगे संत करे सेवा जय गणेश जय गणेश जय गणेश देवा माता गौरी पार्वती पिता महादेवा माता गौरी पार्वती पिता महादेवा अंधे को आँख देता खोरिन को काया बाजन को पुत्र देता निर्धन को माया चूर धाम शरणाय सफल कीज सेवा सर्व कार्य पूर्ण करो गणपति देवा दीन को लाज रखो शंभु सुतवारी कामना को पूरा कर जग बलिहारी जय गणेश जय गणेश जय गणेश देवा माता गौरी पार्वती पिता महादेवा माता गौरी पार्वती पिता महादेवा ओम जय जगदीश हरे स्वामी जय जगदीश हरे बात जनों के संकट बात जनों
पानीको मन हो यो ठुलो फर्म लगाएको गजाननं भूतगणादिसेवितं कपीशजम्बूफलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं ध्येयं सदा सवितृमण्डलमध्यवर्तिं नारायणीं सरसिजातनशैनवेशा केयूरवन्मकरकुण्डलहार कृति हरि हिरणमय बपोधृत शङ्खचक्र देवी प्रपन्नार्ति हरे प्रसीद भगवान की जय, जननी दुर्गा माता की जय, कैलाशपति महादेव की जय, लक्ष्मी नारायण भगवान की जय, रामादी सिंहवाहिनी देवी की जय, संसारी मुल्की माई देवी की जय, पंच पांडव भीमसेन देवता की जय, भूमि नागनगिनी देवता की जय, रामादी देवी देवताओं की जय, आदि नदी आदि विशेषादि सर्वत्र देवी देवता की जय, शुद्ध सनातन हिंदू धर्म की जय, भगवान की जय, आदि तीर्थादि नद्यादि विशेषादि सर्वत्र देवी देवता की जय, आज की आनंद की जय, शिववाहिनी देवी की जय, शिववाहिनी देवी की जय, शिववाहिनी देवी की जय। भक्तजन मंत्र पुष्पांजलि समर्पयामि। मिलन्दा श्रीमद्भागवतो महापुराण ब्रह्मणो अद्य द्वितीय अपरार्धे श्रीशितवारः कल्पे भविष्यतमनन्तरे अष्टाविंशति समयुगे प्रह्लादादिपतं निशतमे बौद्धवतारे भयवर्धनं भयत रोग समस्तं लक्ष्मीस्ते हरिभारती च वदने मौलो सदा केशव
चन्द्रास्ते भुजदण्डैर्गुणनिधि कुबेरास्थित धर्मरतो भवस्तभवदं दानं सर्वाङ्गे हरिचन्दनं सुभवतानं स्वामी शक्तिधरस्थलङ्गलधर कुर्वन्तु नो मङ्गलम् श्रीवर्चस्यमायुष्यमारोग्यमाविदाचोपमानुमयते समाप्नोति दक्षिणां दक्षिणां पदमाप्नोति द्रायखन् तन्वास्तुद्राहिखन् निवसत तवगे सदा सिन्धुपुत्रे म एकछिन थिएँ म नित्यं धर्मरतो भवस्वभवदं दानं प्रमोदः हरिचन्दनं सुभवतां तं दीर्घजीवी भव श्रीमा श्री गुरुजी सदै कल्याणं कुबेर कुशेन सकोष कसैले चित्त बढुन्ती पति ब्रह्म साधुमा हाम्रो आशिक लागो सजुसा चरणमा हीन बद्धो बलि राधा भक्सिते रमतां कमलाग्रजं सुरमानुमयते धान्यं धानं बहु भक्तिलाभं सतं सम्भवति तन्य निवसोजि कल्पसप्राणि दर्शनं देवी कल्याणं सरोजिं भारती भारत नित्यं निजतल तव चित्तं पद्मं मुरारे वायु महेन्द्रो नल चन्द्रो भास्कर दिक्पाल वरुणा नल कुबरो सुरगजा चिन्तामणि कौस्तुभ स्वामी शक्तिधर सलङ्गलधरं कुर्वन्तु नो मङ्गलम् हीनबद्धुबली राधा दानवेन्द्रो महाबल दिवसतवगे निश्चल भारती बल ते नित्यम् अपि बध्नामि रक्षामक्षेत्राय श्रीवत्सस्यमारोग्यमाविदाचो भवानुमयते धन्यं दानं बहु भक्तिलाभं सतं संवत्सरं दीर्घमायु हीनबद्धुबली राधा दानवेन्द्रो महाबल ते नित्यम् अपि बध्नामि दर्शनं देवी कल्याणं तिलकं रिपुमर्दनम् भद्रदेव आशिक सर्वदा तनया मुख पंकजे
पर ठुलामाहरूको लगिदिए ल ल त दर्शकवृन्द अब चाहिँ पूजा सम्पन्न भयो है अब चाहिँ तपाईँहरूसँगसम्म म पनि बिदा लिन चाहे धेरै लामो अब प्रसाद गरिसकेँ पूजा पनि भइसक्यो भन्दैछ प्रत्येकले सबै आधी उधी त खाएर पनि गइसक्यो है र यति भन्दै तपाईँहरूसँगसम्म यो भिडियो लिएर उपस्थित भएको थिएँ हवस् त आजको लागि यतिमै सीमित राख्दछु त हवस् धन्यवाद।